सेकेन्ड चाहिँ 2 स्टेपमा सक्यो साथीहरू। अब गेम स्टार्ट हुनेछ। समीर सर हाम्रो मेन कोच हुनुहुन्छ अनि राइसम्यान चाहिँ युसन भाइ र अनुप भाइ हुनुहुन्छ। अबको गेम चाहिँ कस्तो हुन्छ साथीहरू। ग्राउन्ड पनि यस्तो छ, ग्राउन्ड चाहिँ यस्तो छ, हिलो हिलो छ। हेर्दै गरौँ गेम कस्तो हुन्छ। ल अबको गेम यता चाहिँ लाइभवालाहरू हुन्छ, स्वप्निल लिम्बू, हिमाल अनि त्यसपछि एरोसन अनि अर्को को गेम चाहिँ स्टार्ट हुन लाग्यो। अब चाहिँ सर्भिसहरूले बनाइदिँदै हुनुहुन्छ ग्रिन हाउस र येल्लो हाउसलाई। अबको गेम चाहिँ हेर्न सक्नुहुनेछ। म भिडियो मार्फत तपाईँहरूलाई देखाउने छु के कस्तो हुन्छ गेम, हेर्दै गर्नु होला। कुन कुन हो यो? ग्रिन हाउस र रेड हाउस होइन? ए ग्रिन र ब्लू हो। ए यतातिर चाहिँ के अरे रेड जर्सी चाहिँ ब्लू हाउस हो, यता चाहिँ ग्रिन हाउसको गेम हुन गइरहेको छ। फुटबल गेम होइन यो चाहिँ युट्युबमा त छैन सर, फेसबुकमा चाहिँ भर्खर स्टार्टिङ हुँदैछ। यहाँ हुटिङ दिनु आउनु भएको छ नानीहरू। लजाउँदै लजाउँदै किन लजाउनु भएको? स्टार्ट भइसक्यो है। ग्रिन हाउस र ओइ सुरुमै अनि उयो के त नि उस कपडा लाग्छ। 21 वर्ष पुग्ने छ अनि त्यो 11 नम्बर सन्दीप हिमाल पनि राम्रो खेल्छ। सन्दीपले 21 वर्ष पुगिसक्यो है। त्यो पुरै राष्ट्रपतिमा परार लान नपाउने थियो। कतिचोटि पो उसको पञ्जीका फोटोकपी गर्छ। गोल हुने सम्भावना। फिराज कस्तो दामी खेल्छ। त्यो त अनि खेल्दै नखेल्ने जस्तो होइन, फिराज खेल्छ नि। हैन फिराज खेल्छ नि। खेल्छ नि फिराज। फुटबल त राम्रो छ नि। एम बहादुरले दियो है चप्पलले। मिलेन? झकिँदाको त मिल्नु पर्थ्यो नि। मिल्दैन। ए माइसन त्यस्तो पाराले हुँदैन हो। ब्लू हाउसले त गर्नै गर त ग्रिन हाउसको पोल नै भट्काइदियो त। के होला स्विस? तत्तिने क्रम जारी छ क्या। मेरो त पछाडी तत्तिने हो क्या। उहाँको पोललाई भट्काइदियो। ग्रिन चाहिँ लक्ष्मी मिसको हो। त्यो के गरे हो? झन्नैले गोल। मिमिसको टिमले त माथि मात्र टाक्छ। आउट भइसक्यो। भएपछि यतिको चाहिँ हुनु पर्यो है। को नभए त यति साह्रो गाह्रो छ। अगाडि क्यामेरा फर्काएर यस्तो जुका घारीमा यसरी बनिएर गाह्रो छ टिकटक बनाउनु। के गर्नु? हाउस र येल्लो हाउसको हो। पानी परेर यस्तो छ, बिजोग छ। मौसम चाहिँ यस्तो छ, ग्राउन्डको हालत यस्तो छ। कसले? एल्केले? हेलो साथीहरू, मौसम चाहिँ यस्तो छ। अहिले कति बज्यो? 4:48 भइसक्यो। म चाहिँ घर स्कुलदेखि फर्किँदै गरेको। यस्तो छ मौसम चाहिँ। यस्तो तपाईँहरूकोतिर त गर्मी होला, घाम लागिरहेको। हाम्रोतिर चाहिँ जुका छ, यस्तै छ, यस्तो बाटो छ।